तपाईले आफ्नो र्याबिस भ्याक्सिन फेरि लाउनुपर्छ। यो मैले होइन, अस्ट्रेलियाको हेल्थ अथोरिटिजले क्लियरली भनेको छ। र जतिजनालाई पनि थाहा छैन उहाँहरूलाई म भन्न चाहन्छु कि र्याबिस जस्तो डेन्जर अनि डर्टी डिजिज प्र्याक्टिकली यो पुरै वर्ल्डमा एक्जिस्ट गर्दैन। यसको मोर्टालिटी रेट अलमोस्ट 100% को छेउछेउमा हुन्छ र डेथ चाहिँ एकदमै पेनफुल तरिकाले हुन्छ। र यति मात्रै नभएर आफ्नै थुक पनि निल्दाखेरि बडीमा एकदमै डरलाग्दो कन्ट्र्याक्सन हुन्छ। पेसेन्टको बडीमा सिभियर सिजर आउँछ र पानी देख्यो भने मात्रै पनि जोड जोडले कराउनु थाल्छ, चिच्चाउनु थाल्छ। र त्यति मात्रै नभएर आफ्नै थुक पनि निल्दाखेरि बडीमा यति डरलाग्दो कन्ट्र्याक्सन हुन्छ र अनबेरेबल पेन हुन्छ। र हाम्रो इन्डियामा चाहिँ पेसेन्टलाई हस्पिटलको बेडमा बाँधेर वेट गर्छ कि कहिले यो डेथ हुन्छ भनेर। र खासमा इस्यु के भएको छ, किन म तपाईसँग यो कुराहरू सेयर गरिरहेको छु, किनभने अस्ट्रेलियाको हेल्थ अथोरिटिजले भनेको छ कि इन्डियामा पाइने यो एउटा पार्टिकुलर भ्याक्सिन अथवा अभाइरा भ्याक्सिनको स्याम्पल टेस्ट गर्दा काउन्टर फेक पाएको छ। र अब स्क्यामको लेभल हेर्नुहोस्, भ्याक्सिनमा रहेको ब्याच कोड जेन्युन थियो भने त्यहाँभित्र रहेको भ्याक्सिन मात्रै फेक थियो। र अब क्वेसन आउँछ कि हामीले के गर्नु। सबैभन्दा पहिला त यो भिडियोलाई तपाईँको फ्रेन्ड्स, फ्यामिलिज र डग लभरसँग सेयर गरिदिनुहोस्। र सेकेन्डमा नोभेम्बर 2023 देखि यता जतिजनाले पनि भ्याक्सिन लगाउनु भएको छ त्यसको स्लिप हेरेर तपाईँले हेर्नुहोस् कि कतै तपाईँले यो र्याबिसको अभारा भ्याक्सिन त लाउनु भएको छैन। यदि लाउनु भएको छ भने तपाईँले आफ्नो डाक्टरसँग गएर कन्सल्ट गर्नुहोस् र यो कुरालाई सबैसँग सेयर गरिदिनुहोस्।